दिनभरि होइन मोबाइल चलाएर तपाईँको लाइफ कहिले पनि सक्सेस हुँदैन है। दिनभरि टिकटक होइन फेसबुक रिलहरू हेरेर होइन तपाईँको लाइफ तपाईँको ड्रिम कहिले पनि पुरा हुँदैन कि। यदि तपाईँले आफ्नो ड्रिम पुरा गर्न चाहनुहुन्छ भने होइन तपाईँको डिस्ट्र्याक्सनसँग तपाईँले फाइट गर्नैपर्छ लाइफमा। तपाईँको डिस्ट्र्याक्सन तपाईँको कम्फोर्ट जोनबाट बाहिर निस्किनै पर्छ है। यति कुरा याद राख्नुहोस् होइन। कहिले पनि ओभरनाइट तपाईँले सक्सेस पाउनुहुन्न होइन। जबसम्म तपाईँले आफ्नो डिस्ट्र्याक्सन हटाउनु हुँदैन आफ्नो लाइफबाट, जबसम्म तपाईँले आफ्नो कम्फोर्ट जोनबाट बाहिर निस्किनुहुन्न तबसम्म तपाईँले लाइफमा कहिले पनि सक्सेस पाउनुहुन्न। अरूको सक्सेस हेरेर होइन मोटिभेट हुनु एकदमै राम्रो कुरा हो है, एकदमै राम्रो कुरा हो। त्योभन्दा राम्रो कुराहरू केही होइन। अरूको सक्सेसबाट नि तपाईँले होइन आफ्नो लाइफको सक्सेसलाई अगाडि बढाउन मद्दत गर्छ है। तर होइन त्यो सक्सेस तपाईँले देख्नुभएको त्यो ड्रिम होइन पुरा गर्नलाई यदि तपाईँले अलिकति पनि कदम चाल्नु भएको छैन भने त्योभन्दा ठुलो लस तपाईँको लाइफमा केही पनि होइन। त्यो सबैभन्दा ठुलो लस हुन्छ तपाईँको लाइफमा है। तपाईँ यदि स्टार्ट नै गर्नुभएको छैन भने तपाईँले देखेको सपना हेर्नुहोस् है। सबैजनासँग टाइम होइन एक दिनमा 24 घन्टा नै हुन्छ। सबैको लाइफमा 24 घन्टा नै हुन्छ। बस फरक यति मात्र हो कि होइन कसैले बहाना बनाउँछन् भने कसैले फ्युचर बनाउँछन् है। यति कुरा याद राख्नु। तपाईँले बहाना बनाउनु भयो भने तपाईँको लाइफ कहिले सक्सेस हुँदैन। तर जुन मान्छे होइन बहाना नबनाइकन आफ्नो कम्फोर्ट जोनबाट बाहिर निस्किन्छ त्यो मान्छेले हो फ्युचर बनाउने है। आज तपाईँले खेर फालेको त्यो 1 घन्टा होइन तपाईँको लाइफको सबैभन्दा ठुलो रिग्रेट नबनोस् है फ्युचरमा। सानोबाटै स्टार्ट गर्नु। तपाईँले सपना देख्नु भएको छ भने सानोबाट स्टार्ट गर्नुहोस्, तर आजबाट स्टार्ट गर्नुहोस् कि। बुझ्नुभयो नि? किनकि होइन पर्फेक्ट टाइम होइन मान्छेको लाइफमा कहिले पनि आउँदैन कि। सुरु गर्न चाहनुहुन्छ भने सुरु चाहिँ गरिहाल्नुहोस् कि। पर्फेक्ट टाइम कहिले पनि लाइफमा मान्छेको आउँदैन कि। हामीले जहिले पनि कुनै पनि कुरा सोध्छौँ या गर्छौँ भनेर सोचेको हुन्छ होइन पर्फेक्ट टाइमको खोजीमा हुन्छौँ हामी होइन। तर त्यो पर्फेक्ट टाइम आउन लगभग इम्पोसिबल छ मान्छेको लाइफमा है। गर्न चाहनुहुन्छ है स्टार्ट गरिहाल्नुहोस् कि। त्यही भएर मैले भन्ने गर्छु होइन तपाईँको कन्सिस्टेन्सीले नै तपाईँलाई त्यो ठाउँमा पुर्याउँछ होइन जुन ठाउँको सपना तपाईँले आज देख्नुभएको छ क्या। रिमेम्बर वान थिङ होइन ड्रिम फ्रीमा देख्न सक्नुहुन्छ होइन, तर चाहिँ नि होइन ड्रिम पुरा गर्न होइन तपाईँले आफ्नो लाइफ सेक्रिफाइस गर्नै पर्छ क्या। तपाईँले आफ्नो समयदेखि लिएर होइन तपाईँले देखेको तपाईँको त्यो कम्फर्ट जोनहरू होइन त्यो सबै तपाईँले आफ्नो सेक्रिफाइस गर्नै पर्छ अनि मात्र तपाईँको ड्रिम पुरा हुन्छ है। तपाईँले जुन फ्रीमा देखेको ड्रिम छ नि त्यो पुरा गर्नलाई तपाईँले केही न केही लाइफमा सेक्रिफाइस गर्नै पर्छ होइन। र अन्त्यमा त्यही भन्छु होइन आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किनुहोस्। जुन दिन तपाईँ आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किनुहुन्छ त्यो दिन तपाईँले आफ्नो लाइफको सक्सेसलाई एचिभ गर्नुहुन्छ है। कहीँबाट तपाईँ निस्किनुहोस् पहिला होइन केही गर्नु छ भने पहिला निस्किनुहोस् अनि बल्ल तपाईँको लाइफ सक्सेसको बाटोमा जान्छ है। अलराइट यस्तै मोटिभेसन भिडियोहरू फेरि पनि लिएर आउने छु होइन अगाडि भिडियोहरूमा। त्यतिसम्मको लागि पिस आउट, किप वाचिङ।